गाइज गुड मर्निङ। आज चाहिँ यस्तो गर्मी छ, म तपाईहरुलाई त्यो गर्मी देखाउन चाहन्छु। गर्मी हेर्नुस् है कस्तो चाहिँ गर्मी छ आज चाहिँ। एकदम साफ मौसम। लो हेर्नुस् गर्मी। बापरे आज त मुस्किल हुने रहेछ। सिलगढीमा प्राय डेली पानी पर्दै थियो, महसुस भएको थिएन गर्मी कस्तो भनेर कि। तर आज चाहिँ बिहान एकदम 4:30 बजेदेखि घाम लागेको। सोच्नुहोस् 4:30 बजी घाम स्टार्ट भइसकेको थियो। म उठिसकेको थिएँ, हेर्छु घाम लागिसक्यो। अन्त बिफोर टाइम नै भने जस्तो भयो। तर दिनै पछि पानी पर्दैन महसुस भएको थिएन। आज त भयङ्कर बिहानदेखिको ताबलतोड गर्मी तपाईँहरूलाई देखाउँछु है। हेर्नुहोस् है कस्तो चाहिँ छ। अब यो हेर्नुहोस् गर्मी। अहिले बिहानको 8:30 मात्रै हुँदैछ अनि यो अवस्था छ। भयङ्कर गर्मी छ अहिले। तर यहाँको मौसमको भरोसा हुँदैन। भरे बेलुकासम्ममा के दिउँसैसम्ममा पनि बादल छेउडेर पानी पनि पर्नु सक्छ। भयङ्कर गर्मी भयो भने फेरि पानी पर्ने चान्सेस बेसी हुन्छ। देख्नुभयो नि तपाईँहरूले। र आज सिलगढी एकदम फुल टाइट गर्मी तपाईँहरूले महसुस गर्नुहुनेछ है। हेर्नुहोस् है, म देखाउँदैछु तपाईँहरूलाई। Bye bye.